हामी कसको पर्खाइमा आज यत्रो बेर पिरा बुझेनौ कि कसो दुईजनाले को हाम्रो गुड्दै मामा भान्जेले आज दर्रो यहाँ आज टिमबाट रेस्ट्रिक्टेड भात खानु पठाइदिनु 1 घण्टा भइसक्यो हामीले पुरेको के हो यस्तो पारा यार 1 घण्टा मात्रै 13 मिनेट पनि भयो 1 घण्टा 13 मिनट ओ माई गॉड हाम्रो चाहिँ एउटा फोन पनि उठाउँदैन एटलिस्ट फोन त उठाउनु नि यार यो एक झोला भयो हाम्रो यो अर्को 2 झोला अनि यो हाम्रो टेन्ट छ टेन्ट भित्र अर्को बेड छ अनि यो कराईहरू अनि चौचोहरू ससेजहरू बोकेको छौँ आज बुलडक खाने उता गरेर बुलडक खानुलाई पनि उहाँ जानु पर्ने होइन हामी खानु मात्रै गएको होइन नि त फ्रेस हुनु गएको फ्रेस भएर फेरि हिजो भएर आउने हो हामी चाहिँ हाम्रो गन्तव्यतिर लागिसक्यौँ Look at the view, guys. बाटो चाहिँ कति 4 मिनट बाटो चाहिँ अलिक नराम्रो छ नराम्रो पिल चाहिँ पिल छ हामी चाहिँ हाम्रो डेस्टिनेसन द प्लेन क्रास गुन्डु आइपुग्यौँ तर यो त जोडेको जस्तो छ है प्लेन त यहाँ ल्याएर त्यो मैले टिकटकमा देखिरहेको थिएँ यो ठाउँ पो हो कस्तो अग्लो छ क्या प्लेन नै अब विदेश जान नपाए पनि यो प्लेन चढेर चित्त बुझाउँछु आज यहाँ 2 जना बादरहरू चढ्नु ट्राई गर्दै हुनुहुन्छ फर्स्ट एटेम्प्ट पानी पर्यो भने यहीँ भित्र आएर बस्दा नि हुँदो रहेछ तर तिम्रो कसो चढ्छु सेकेन्ड एटेम्प्ट फेल म उता आउँछ ए त्यहाँ रहेछ नि त ए त्यही भन्छ यसरी खानु पाइरहँदा यसरी खाँदो तिमीहरू भान्जा रोड इज यस फाइनली मेरो चाहिँ यस्तो घाउ भयो यहाँ होइन चढ्दाखेरि च्यात्यो ओ सेट मेरो पनि च्यात्यो नि कहाँ च्यात्दैछ मेरो पनि यसो च्यात्दैछ यहाँ तर यो भित्र चाहिँ खोइ हाम्रो एयर होस्टेजहरू चाहिँ कहिले आउने हो ओ एयर होस्टेज है यहाँ झ्याल्दै हेर्नु हामी त होइन जाँदैन रहेछ ए हो उल्टी हान्दिउँ क्या हो ओए डर लाग्यो होइन जाँदैन रहेछ म त अल्लिएको छ जस्तो लागेर के हो चाहिँ रहेछ अब हामी चाहिँ माथि चौरमा जान आँटेको अब माथि गएर बुलड्याक करेन्ट ससेज सुँगुरको खुट्टी खाने गाइस अब हामी चाहिँ माथि चौरमा जानु लागेको ए हाई गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसन पुग्यौँ खै हाई नाना बाटो चाहिँ दामी छ बाटो चाहिँ दामी छ ठाउँ चाहिँ दामी छ अब लट्ठी टिप्दै जाँदैछौँ हामी पनि हाम्रो सामानहरू ओसार्दै
मजा आउँछ पानी त परिहाल्छ नि किनभने म वर्षा हो वर्षा यिनीहरू कराउनु थाल्यो सबलाई टेन्ट भित्र बस्नु मन लागिसक्यो होला है टेन्ट सेटअप हुन गइरहेको छ ए यता डिक्की नै प्याक छ कन्फ्युजन ओइ ठुलो छ क्या के गर्छौ रोडिजमा तिमीहरू यार हामीले त बनाइ आगो पर्छ छिर्दैन त होला नि होइन हुँदैन छिर्दैन केही हुँदैन के सबै वाटरप्रुफ हो फिनिस फिनिस अलि तानेर सानो 10 सेकेन्ड 8 सेकेन्ड ए हामीसँग भेन्टिलेसन पनि रहेछ नि हो ठिक 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 त्यो त चाहिन्छ नि यत्रो जङ्गलमा पहिला चाहिँ बन्द गरेर चाहिँ पहिला पुवाल गो हाम्रो यहाँ घर धाम्ने मान्छेहरूले आगो बाल्दै हुनुहुन्छ कतिको आगो फुक्नु सक्नुहुन्छ आज हाम्रो नानाको कला हेर्ने हो हाम्रो फर्स्ट हुँदैछ आउनु हुँदैछ हिँड्दै हिँड्दै त्यतिकै पनि ततिन्छ बिस्तारै ततिँदै गर्छ गर्दै गर्नु भिडियो छ अरे 1 घन्टा अगाडि देखेको ऊ यहाँ भर्खर यता आउँदै हुन्छ ओहो समात्ने चाहियो नि त कुन बाटो आउनु यो बाटो आउनु यो बाटो आउनु हामी त गुन्डु यता उति सिलटारदेखि अझै पानी पुग्दैन होला पुग्छ पुग्छ धेरै जान्छ त दुई लट पकाउनु पर्दो रहेछ बुलडग फाल्टे पकायो फेरि करेन्ट हाल्नु सुरुमा करेन्ट खाम हैन बुलडग खाम करेन्ट ल ल बुलडग ल कोइन टस गर्ने हो कि ल कोइन टस ल फेर यो मुनिको सगरमाथा पर्यो भने चाहिँ करेन्ट भुइँमा है ल को टिम बुलडग को टिम करेन्ट म त टिम बक्सामा के छ त्यही खाने करेन्ट म बुलडग ल सुरुमा चाहिँ करेन्ट म चाहिँ बिच्चामा परोस् बिच्चामा कोल्टे ल करेन्ट त्यो न यसले त यसरी मल्नुपर्छ भरे यसरी हामीलाई के सोचेको होला अघि बढिसकेर बोटेको छोरा नानी त्यसपछि के भन्छ अरे भो त्यसपछि के भन्छ बलेर आगो बलेर भन एउटाले आगो बलेर भन ल म ताप्रम बढिसके मान्छे आगो बलेर ताप्रम बढे सल्ला फुट त्यसको मुखपट्टि गाली गाला सल्ला फुट मी बच्चा काला सल्ला खुल्यो त्यस सिम्पलको मुख त शब्दमै बुल्यो अनि कुरा बुझि लाग्छ त्यसको पालो निस्क्यो गीत हाम्रो एकदमै लफङ्गा कन्सरे दुल्यो AK47 त्यसको च्याम्बरी दुल्यो म फेरि निकालेर बुलडगलाई पर्दैन यसमै हाल्दिम बुलडगमा पाएन मैले आगो अनि यो जंगलको म बागो
जो बेसी बोल्छ त्यसले सर्ट भेट्छ जाटो भात पनि साइड साइडमा लगाइदिनु बिचमा हाल्दा नि के हुँदैन अनि यसो प्लेटमा हाल्दै कि उमा हाल्दै रिजर्भ घरमा के त हालेर आएको खाउन ओ चेस स्पेशल खुट्टी भाइ स्पेशल खुट्टी हो आम्मा या सानो ए बाला न त भात ल्याउ त एउटा बट्टामा छ त्यहाँ ठुलै आएछ त ठुलो मान्छेलाई राइस वाउ लु यति चाहिँ हाल्दिहाल्ने हो क्या दामी पिस देखिरहेको थियो आँखा चाहिँ त्यही थियो खनिएको भन्दा पनि होइन खिच्नु खादिनु दाम हुन्छ भाइ के हुँदैछ यहाँ हेर न तिम्रो आन्टीले 3टा पसाइसक्यो नि भान्जा यहाँ यार के हो यहाँ हेपेको हो सबले यार हो त कस्तो भने के आउँछ यार फेरि के तिर्की यस तिर्की छक्का जितिसक्यो कस्तो लाग्दैछ प्रतिमामा आगो बाल्नु आँट्ला कस्तो हल्सी हल्सी लाग्छ यहाँ चाहिँ फेरि बुलडक पाक्दैछ सेकेन्ड लट मजा अगाइसक्यो अब अरूले खानुहुन्छ यहाँ चाहिँ हाम्रो क्रिकेट हुँदैछ मान्छे क्या हान्नु पर्यो है म पछाडि फिल्डर बुलडक 2x आयो कति मर्को अनुहार पनि मिलाएको दिदी कटन ज्ञान खाइहालेछ खाइहालेछ दिनुहोस् न हामी यस्तो मात्रै खान्छ दिनुहोस् न ओ नै खाता है चाउचाउलाई के भन्छ चाउचाउ नि भन्छ चाउचाउ खाता हैन त्यो आइसक्यो लु न लु सिटी बनाउनु खोजेको थिएँ चट्टसँगले चतार चतार आफ्नै निकाल्ने हो क्या भाइ चाहिँ होइन बेचरा चाहिँ राम्रो भयो सुपारी खाने कि नखाने सुपारी नहाल्नु मलाई सुपारी स्पेसल निस्किरहेछ नि स्पेसल आइटम चाहिँ के होला त तिहारको झिलमिल होइन चेरी सेरी अन्त चप ए मलाई त फेरि गरेर थुक्नु मन लाग्छ कि पानी खाएर खै सिक्छु यता छ्या यहाँ क्यामेरामा गर न क्यामेरामा यो थुक्ने खालको त्यो छैन के एउटा चक्लेट देऊ न जेडी लिन सुरुमा टेस्ट गर्छ हाम्रो भान्जाले दाँतै दुख्यो माछाले कममा एकैचोटि खानुपर्छ नि ए हो यत्तिकै गुवामै सुपारीले दाँत दुख्यो होला गुवामै खाऊ न ज्ञानी मान्छे यस्तोहरू पनि सबै फ्याँक्नुपर्छ ल हिँड लु लिड गर त एकजनाले ल आइज मेरो पछि ल लिड गर्यो दुईजनाले अरू केही छुटेन नि हेरे मजाले एउटा निन्जा हुँदैछ यहाँ फोनहरू बोक्यो नि सबै निन्जा हत्तडी आमारा केही छ हेर है यो चाहिँ हाम्रो होइन हामीले यस्तो फोहोर गरेको छैनौँ जसले फोहोर गरे नि टिपेर फ्याँक्ने हो नि ठिक जसले फोहोर गरे यो सबै टिप्छ क्या प्रतिमाले
भाइ सबै टिप्दे अरे डस्टबिन छेउमा छ तर किन भुइँमा फाल्छ मान्छेहरू खै अनि के भन्छ त्यो पछि त आएन त बाई बाई सबैजना अब हामी चाहिँ गएको गुन्डु छोडेर नेक्स्ट टाइम आउँछौँ हामी नयाँ क्याम्पिङ लिएर यही टिमको साथ हामी फेरि फर्किनेछौँ अहिलेको लागि बाई बाई